ल ल हेर्नु एकदमै एक्जाममा नछुटाइकन प्राय आएकै गर्छ। कोही न कोहीलाई तपाईँलाई मध्ये प्राय आउँछ नै भनेर बुझ्नु पनि भयो। नेपालीबाट हेर्दा उस्तै लगाएर झुक्किने नियमअनुसार गर्नुपर्ने कुरा हेर्नु यो इम्पोर्टेन्ट व्याकरण मध्येको एउटा हो। हेर्नु भियक्तिसँग र उर र भियक्तिसँग र्यग उरग। यो भियक्तिसँग र अथवा उर भनेको न अथवा नको लागि भनेको हो। अनि भियक्तिसँग र्यग उरग भनेको ने विचारले भनेर भन्न खोजेको हो। अब यहाँ हेर्नु यो भियक्तिसँग र उर भनेको कस्तो बेलामा प्रयोग गर्ने भन्दाखेरि कुनै पनि काम गर्न जान्छु, कुनै पनि काम गर्न आउँछु अथवा त्यो काम गर्न आउने जाने गर्छु भनेको के हो? जान्छु भनेको खादा, अनि आउँछु भनेको ओदा, खाने आउने गर्छु भनेको थालिदा हो। गर्छु भन्ने बेलामा प्रयोग गरिन्छ भन्छ। यो र उर जहिले पनि के गर्ने रहेछ? खादा ओदा थालिदाले वाक्य टुङ्ग्याउने। फेरि यही खादा ओदा थालिदासँग प्रयोग गर्न मिल्दैन। फेरि र उर खादा ओदा थालिदाले वाक्य टुङ्ग्याउनु पर्यो। कि काम गर्न आउँछु भनेर टुङ्ग्याउनु पर्यो, कि जान्छु भनेर टुङ्ग्याउनु पर्यो, कि आउने जाने गर्छु ओर्दर गर्छु भनेर थालिदाबाट टुङ्ग्याउनु पर्यो। वाक्य अन्त्य गर्ने बेलामा खादा ओदा थालिदाले अन्त्य गर्ने, अरू क्रियाले अन्त्य गर्नै मिल्दैन यतिलाई। तर यही खादा ओदा थालिदासँग चाहिँ र उर लाउन मिल्दैन। जस्तो खादाको व्यवस्थित खा भयो, खाएर जान अथवा जानको लागि। नेपालीबाट त मिलिरहेछ नि हो, त्यही भएर झुकिने हो मान्छे। ओ र आउन अथवा आउनको लागि, थानी र आवत जावत गर्न अथवा गर्नको लागि, यो मिल्दैन। यही खादा ओदा थालिदाको व्यवस्थितसँगै र उर चाहिँ जोड्न मिल्दैन। तर खादा ओदा थालिदा अगाडि वाक्यमा प्रयोग भइसकेपछि त्यो वाक्यको अन्तिममा चाहिँ खादा ओदा थालिदाकै व्यवस्थितबाट इन्डिङ हुनुपर्छ। ग्रामर जुनसुकै होस्, प्रेजेन्ट पास्ट फ्युचर अरू जुनसुकै आउन मिल्छ, तर व्यवस्थित चाहिँ के को चाहिन्छ? कि खा चाहिन्छ, कि ओ चाहिन्छ, कि थालिदाको थालिदा चाहिन्छ कि कुरा बुझ्नु हो। जस्तो वाक्यको अन्त्य अनिवार्य रूपमा चलायमान क्रियाले गर्नुपर्छ भनेर छ। चलायमान क्रिया भनेको खादा ओदा थालिदा हो। अनि तर चलायमान क्रियासँग र उर जोड्न मिल्दैन भनेको यही हो। खादा ओदा थालिदासँग चाहिँ र उर जोड्न मिल्छ त? मिल्दैन। अब र्यग उरग चाहिँ कस्तो रहेछ हेर्नु। प्रथम पुरुषले आफ्नो विचार र योजना बताउन प्रयोग हुन्छ। फर्स्ट पर्सनसँग मात्रै प्रयोग भयो। र्यग उरग भनेको ने विचार गर्नु हो नि। मैले यस्तो विचार गरेको छु भने भन्ने मान्छेले कर्ताले फर्स्ट पर्सनले म अथवा हामी भनेर सामूहिक रूपमा विचार गरेको भन्दा नि मिल्यो। तर पहिलो प्रथम पुरुषले फर्स्ट पर्सनले मात्रै र्यग उरगको प्रयोग गर्न पायो हो। वाक्यको अन्त्य जुनसुकै क्रियाले पनि गर्न पाइयो। यसैले यही खादा ओदा थालिदा जस्तै केही हुनुपर्छ भन्ने छैन। जुनसुकै क्रियाले वाक्य अन्त्य गरे नि पाइयो, जुनसुकै व्याकरण प्रयोग गरे नि पाइँदैन। फेरि जुनसुकै व्याकरण प्रयोग गर्ने चाहिँ पाइँदैन, किनभने सेव सेव आदेश अनुरोध प्रयोग गर्न पाइँदैन यसमा है। झन्नै पाइन्छ भनिदिएछ। ल अब हेर्नु अन्य व्यक्तिलाई प्रस्ताव गर्न आदेश दिन प्रयोग गर्न मिल्दैन। ल अरूसँग सेव सेव सिपसेव सिपसेव बसिदा उसिदा आदेश अनुरोध सल्लाह सुझाव प्रस्ताव र्यग उरग प्रयोग गरेर दिन मिल्दैन। यस्तो गर्ने विचार गरौँ भन्न पाइयो त? यस्तो गर्ने विचार गर्नुहोस् भनेर भन्न पाइएन। विचार के गर्ने अरूले भनेर गर्ने होइन, आफैमा आउने कुरा हो। त्यही भएर आफ्नै विचार भन्न पाइयो। अरूलाई तँ यस्तो विचार गर भनेर भन्न मिल्छ र? अरूले भनेर विचार गर्ने होइन नि, विचार आउने कुरा हो, मिल्दैन। त्यही भएर अनि यहाँ हेर्नु, अनि यहाँ चाहिँ यो सेकेन्ड पर्सनसँग यसको प्रयोग गर्न पाइँदैन भनेर छ। यो र्यग उरग चाहिँ सेकेन्ड पर्सनसँग पाइँदैन, फर्स्ट पर्सनसँग मात्रै प्रयोग गर्ने हो। यसरी छुट्याउनु पर्यो। र्यग उरग के अरे र उर के रहेछ? खादा ओदा थालिदाले नै वाक्य टुङ्ग्याउनु पर्यो, अरूले पाइँदैन। खादा ओदा थालिदासँग चाहिँ जोड्न पाइँदैन। र्यग उरग पहिला फर्स्ट पर्सनले प्रयोग गर्ने, अनि वाक्यको अन्त्य जुनसुकै क्रियाले नै गर्न पाइयो। अनि वाक्यको अन्तिममा चाहिँ के गर्छ? सेव सेव सिपसेव सिपसेव बसिदा उसाए उसिदा लगाए उर्गाए यस्तो सल्लाह सुझाव प्रस्ताव आदेश अनुरोध दिने वाक्यले गर्न पाइँदैन। सेव सेवमा र उर मात्रै पाइन्छ होइन। जम्मा भियस्टी मात्रै खादा ओदा थालिदा चाहियो। त्यसको पछाडि ग्रामर आदेश दिने अनुरोध दिने जोड्नु कि जुनसुकै जोड्नु मात्र छैन र उरमा है। यसमा चाहिँ पाइँदैन। उदाहरण हेर्नु यहाँ हान्बु गरुल खोङ्बु हार। कोरियन भाषा अध्ययन गर्न अथवा गर्नलाई खोङ्बु आधा भियस्टीसँग र उर यहाँ जोडियो हो, र उर जोडियो। अब यो जोडिसकेपछि हाको नै खासै हो। इन्स्टिट्युटमा जानुहोस्। भियस्टी मात्रै खादा ओदा थालिदाको चाहिने हो। खादाको भियस्टी खा छ, अरू पछाडि ग्रामर जुनसुकै होस् मतलब छैन र उरमा। भियस्टी मात्रै खादा ओदा थालिदाको चाहियो। जानुहोस् भन्न नि पाइन्छ, जान्छु भन्न नि पाइन्छ, गएँ भन्न नि पाइन्छ, जाउँ भन्न नि पाइन्छ, मतलब भएन। तर यहाँ र उर अगाडि खाली ठाउँमा लगाइसकेपछि अन्तिममा खादा ओदा थालिदाको भियस्टी चाहियो। र्यग उरगमा हेर्नु हान्बु गरुल खोङ्बु हार्यागो। कोरियन भाषा अध्ययन गर्ने विचारले
आको नै खासै हो इन्चिट जानु यो मिल्दैन किन मिलेन हो यहाँ रियगो उर्यागो प्रयोग गरेपछि सल्लाह सुझाव दिन पाइएन नेपालीबाट त मिलिरहेछ कोरियन भाषा पढ्ने विचारले इन्चिट जानुहोस् कोरियन भाषा पढ्न इन्चिट जानुहोस् झुकी नै त्यही भएर हो नेपालीबाट भन्दा मिल्यो भन्नेतिर जान्ने नेपाली भाषा पढायो होला हामीले के पढायो बोल्दैन त थाहै नै क्या हो के पढिरहेको कोरियन भाषा पढायो अनि कोरियन भाषाको व्याकरण नियमअनुसार बुझ्न पर्यो नेपालीबाट बोलेर मिलेर भएन नि त के हो भने केही पनि बुझेकै छैन के त बोल्दै बोल्दैन है धेरै बुझेर बोल्दैन मान्छे कि बुझ्दै नबुझे बोल्छ कि धेरै बुझे नि बोल्दैन त्यस्तै सबै बुझेछ के बोल्ने ल 2 नम्बर के बनाइयो यो वाक्य नमिले किन हानगुगे खाएर कोरिया जान अथवा जानको लागि खोङाङे वास्ता एयरपोर्टसम्म आए अन्त भइरहेछ त नेपालीबाट त कोरिया जान एयरपोर्ट आए होइन त तर के छ यहाँ नेपालीबाट मिलेर भएन यहाँ र केसँग लाग्यो भनेर हेर्नु पर्यो अघि नै खादा ओदा थानिदासँग र लाउन मिल्दैन भनेको छ नि नेपालीबाट मिल्यो भनेर लागेर त भयो त भएन खादा ओदा थानीसँग र लाउन मिल्दैन त्यही भएर मिलेन हानगुगे खार्यगो जाने विचारले खोङाङे भाषा हो त्यो चाहिँ मिल्छ अब खागी उइएछ बरु यसको ठाउँमा र अथवा उरको अर्थ के हो न अथवा नको लागि भने हो नि न अथवा नको लागि भने हो अब यसको ठाउँमा के लाउने त नत्र कोरिया जान अथवा जानलाई त भन्न पर्यो नि त त्यो शब्द बोल्न नपाउनु त होइन नि त किन भन्दाखेरि चाहिँ गि उइएछ भन्ने छ नि खागी उइएछ अथवा खागी उइहे मात्रै नि भने खागी उइहान उइएछ उइहान उइहाय सबै के हो को लागि भने हो नि नको लागि भने हो गि उइएछ प्रयोग गर्ने नि भिएसीसँग गि उइएछ नाउनसँग हो भने उल्रुल उइएछ को लागि भन्ने हो नि हो त्यही प्रयोग गर्ने नि हानगुगे खागी खार्यगो के अरे खागी उइएछ भने नि भयो खागी उइए भने नि हो जानको लागि भन्न चाहिँ पाइयो तर र लाउन चाहिँ पाइँदैन ल यो ठिक छ 3 नम्बर हेर्नु इवन छुमारे यो शब्दान्तमा यहेङ्गुल हार भ्रमण गर्न अथवा भ्रमण गर्नको लागि खागो सिफायो जान चाहनुहुन्छ भनेर क्वेसन गरेछ इवन छुमारे यो शब्दान्तमा यो हप्ताको अन्तिममा चाहिँ भ्रमण गर्न अथवा भ्रमण गर्नको लागि खागो सिफायो जान चाहनुहुन्छ भनेको छ यो आफ्नो इच्छा चाहना बताउने चाहिँ भिएफसीसँग खोसिप्ता जोडे भइहाल्यो अरूको इच्छा चाहना बताउने बेलामा सोध्ने बेलामा चाहिँ के गर्ने भिएफसँग खोसिप आधा जोड्नुपर्छ कि अरूको इच्छा चाहना सोध्न बताउन चाहिँ त्यही भएर जान चाहनुहुन्छ भनेर अरूको इच्छा चाहना सोधे हो नि त हो यो मिला छ वाक्य किन र लगाएपछि अन्तिममा खादाबाटै सुरु भएको नि खागो सिफायो भन्ने व्याकरण सुरु भएको भिएफसीसँग खादासँग खोसिफा आधा भन्ने व्याकरण जोड्यो नि त भिएफसी त खादै हो क्वेसन गर्न पनि पाइयो वाक्य त यो व्याकरणले युनिङ गर्नुपर्छ भन्ने छैन जम्मा भिएफसी खादा हुँदा खाने त चाहियो हो यहाँनिर अब इवन छुमाले यहेङ्गुल हार यो शब्दान्तमा भ्रमण गर्न यहेङ्गुल हार खागो सिफायो हार होइन हार्यगो होइन रेगो जोड्नु हार्यगो खागो सिफायो भने यो जोड्न मिल्दैन किन यो शब्दान्तमा भ्रमण गर्ने विचारले जान चाहन्छ यस्तो क्वेसन गर्न मिलेन सेकेन्ड पर्सनसँग योसँग मिल्दैन भनेको छ नि होइन अघि नै सेकेन्ड पर्सनहरू उसँग प्रयोग गर्न मिल्दैन आफ्नो विचार धारणा के हो बताउँछु मिल्छ र उरामा रेगो उरेगोमा झुकिनु भएन अब नेपालीबाट पढ्दा उस्तै हुन्छ दुइटै पढ्ने बेलामा खाली ठाउँ भन्ने ठाउँमा र लागेको मिल्छ कि रेगो उरेगो लाग्छ मिल्छ भनेर छुट्याउने तरिका एउटा खाली ठाउँ भन्नेमा र लाग्छ र लागेको शब्द मिल्छ भनेर तपाईँलाई अप्सन छान्ने हो भने त्यसको इन्डिङ हेर्नै पर्छ के चाहियो इन्डिङ खादा उदा थानिदाको हुनैपर्छ भएन भने अगाडि र लाग्दैन अनि अगाडि रेगो उरेगो लाग्छ भनेर हेऱ्यो भने पछाडि सेउ सिप्सेउ सिधा आगो हुनु हुँदैन अनि बल्ल रेगो उरेगो मिल्छ यतिसम्म चाहिँ पुगिहाल्यो नि त ल 1 नम्बरको एन्सर भन्नु सर्व पढेर हल्ला नगरिकन राख्छ आफ्नो लजिक लाउने होइन कोरियन व्याकरणको नियमअनुसारको लजिक लाउने ल छे अमुन मेरो दाइ चाहिँ हानगुगे खागो सिफा हामीदा कोरिया जान चाहन्छ अरूको इच्छा जान बताइदियो नि सिक्न हामीदा चाहन्छ
खुरामीका त्यसकारण हानको गरुल कोरियन भाषा चाहिँ मूललाई थो हाकोले मूललाई सिटमा चाहिँ ठानेको हिसाबले ओर्दर गरिरहेछ भन्छ के हुन्छ फेउर सिक्न लागि फेउर्यगो सिक्ने विचारले फेउर्यगो सिक्ने विचारले किन नमिले नेपालीबाट भइरहेछ सिक्ने विचारले हो र्यगो भनेको सेकेन्ड पर्सनसँग प्रयोग गर्न अरूको विचार भन्दैन मिले त मिल्दैन आफ्नो विचार भन्न प्रयोग गरे एउटा कारणले मिलेन अर्को कारणले चाहिँ फेउर्यगो लगाइसकेपछि के हुन्छ अरूले त अरू कारणले त मिल्छ यो त वाक्य टुङ्ग्याउन त जेले नै पाइयो नि अब फेउ र र मिल्ने कारण चाहिँ के हो भन्दाखेरि चाहिँ यहाँ वाक्य के भन्छ थानिदाले खादा ओदा थानिदाले नि वाक्य टुङ्ग्याएको छ अनि हानको अरूल फेउ र सिक्न अथवा सिक्नको लागि मिल्न दिन्छ जान्छु भनेको ल जान्छ भनेर अरूको र त सेकेन्ड पर्सन पनि भन्न पाइयो नि त्यो कारणले नि मिलिरहेको छ ल 2 नम्बर 2 को कति होला भन्छ 1 नम्बर हो 3 नम्बर अप्सन हो जाउँमा मासिदा ए खानाको 3 नम्बर 3 नम्बर छनुन मान्दुल मलाई चाहिँ मोमो मान्दु भनेको मोमो है मोमो चाहिँ मासिनो मान्दुल मिठो मोमो चाहिँ मान्दुल सिक्ने खाप्सिदा बनाउने रेस्टुरेन्टमा जाउँ भनेछ यहाँ के छ खादाबाट चाहिँ यति के छ खादाको थाबाट छ अनि वाक्य व्याकरण के प्रयोग गरेछ प्रस्ताव गर्ने वाक्य प्रयोग गरेछ भनेपछि र हुने भने यहाँ रेगोमा प्रस्ताव गर्ने वाक्य प्रयोग गर्न पाइन्छ त वाक्य पाइँदैन नि रेगोमा त्यही भने के हुन्छ त अब छनुन मान्दुरुल मगु र म चाहिँ मोमो खान अथवा खानको लागि मासिनो मान्दुरुल भन्दा मिठो मोमो बनाउने रेस्टुरेन्टमा खाप्सिदा जाउँ रे छनुन भनेपछि जाउँ हुन्छ त फेरि मासिनो मान्दुरुल मानेर मगुमा त हुने कुरै भएन मगसँग हुने कुरा मगु रेगो खाप्सिदा होइन यहाँ चाहिँ रेगो लाउने हो भने चाहिँ यहाँ के भन्नु पर्यो खायो जान्छु भन्नु पर्यो कि यहाँ रेगो लाउने हो भने यहाँ खायो बनाउनु पर्यो होइन भने यहाँ कर्ता चेन्ज गरेर चाहिँ जाउँ भनेपछि प्रस्ताव गर्ने यहाँ जानु पर्यो बनाउँदा अलि मिस्टेक भएको मिठो रेस्टुरेन्टमा जान्छु भन्दा चाहिँ पाइयो फेरि रेगो लाउने हो भने 3 नम्बर बनायो भने यो बनाउने 3 नम्बर बनाउने भने यो सच्याउने 1 नम्बर एन्सर बनाउने भने उयो सच्याउने जान्छु भन्ने आफ्नो विचार धारणा बताउने हो नि त रेगो भनेको त नै विचार गर्नु भनेर चाहिँ आफ्नो विचार बताउने हो नि त जान्छु भन्ने खायो बनायो भने त फेरि मगुरा पनि खान जान्छु भन्दा नि मिल्छ खायो बनायो भने त मगुरा पनि लाग्छ फेरि यहाँ दुईटा लाउनु त भएन यहाँ चाहिँ खायो खायो खाल्केयो सबै भन्न पाइयो नि रौरा लागेछ त रौरा लागेपछि के हुन्छ यहाँ त जान्छु भन्न नि पाइयो गएँ जानेछु होइन सबै भन्न पाइयो नि उरी लगाइदिएपछि सकिन्छ है अलिकति मिस्टेक भएछ ल 3 नम्बर हेर्नु त 3 नम्बर हामी चाहिँ होइसारो कम्पनीतिर होइसा भनेको ठाउँ स्थान अथवा भने दिशा डिरेक्सन अथवा ठाउँ स्थान जनाउने शब्द छ रो जोडेपछि तिरतर्फ भन्ने म चाहिँ कम्पनीतिर हामी चाहिँ कम्पनीतिर अथवा कम्पनीतर्फ चिया छरो छासयो सबै स्टेसन मेट्रो ट्रेन चढ्ने भन्छ छुलबाल हारेको प्रस्थान गर्ने विचार छुलबाल हार प्रस्थान गर्न थोच्छा हामी पुग्यो भने थोच्छा यसो पुग्यो यो चाहिँदैन होइन र 1 र 2 मा कुन हुन्छ छुलबाल हारेको प्रस्थान गर्ने विचारले अथवा त्यहाँ जाने विचारले चाहिँ छेर छरो छासयो भन्ने ल 4 नम्बर 2 छनुन खयाङुरो म चाहिँ गाउँतिर फोनेर पठाउनको लागि फोनेरियाको पठाउने विचारले ओसुल मानिस आशय कपडा धेरै किने कुन हुन्छ 2 नम्बर किन भनेदेखि यहाँ र उरा लाउने हो भने त यहाँ वाक्यको अन्त्यमा के चाहियो सानाबाट अन्त्य भएको छ नि
पाइन्छ त अरू भबाट अन्त्य हुनै पाइएन यहाँ अगाडि र मिल्ने हो भनेदेखि पछाडि चाहिँ खादा ओदा थानेरबाटै अन्त्य हुनु पर्यो सादा भन्ने भबाट अन्त्य भएछ र त लाग्दै लाग्दैन त्यसै पनि बुझ्यो नि हैन अनि अब र्याउको र्याउ र रौरो आउँदा नजिकिनु पर्यो त्यही हो कि अगाडिको उस कर्ता ऊ हेर्ने पछाडि खाली ठाउँमा खादा ओदा थाने छ छैन हेर्ने कि पछाडि सल्लाह सुझाव छ छैन हेर्ने दुईटा छुट्याएपछि उसके